नमस्कार, म राजकुमार महतो। यही मिति 2083 साल वैशाख 6 र 7 गते भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन भएको छ। उक्त राष्ट्रिय कार्यक्रम सञ्चालन भए पश्चात प्रत्येक स्वास्थ्य संस्थाले रिपोर्ट कम्पाइल गरेर DHIS2 मा इन्ट्री गर्नुपर्ने हुन्छ। त्यसको लागि क्रोम ब्राउजर ओपन गर्नुहोस् र सर्च बारमा DHIS2 सर्च गर्नुहोस् र DHIS2 मा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि आफ्नो स्वास्थ्य संस्थाको युजर नेम र पासवर्ड राखी साइन इन गर्नुहोस्। साइन इन गरिसकेपछि यस्तो खालको विन्डो पपअप हुनेछ र दायाँ साइडमा रहेको 9 वटा डटमा क्लिक गर्नुहोस्। विभिन्न एप्लिकेसनहरू मध्ये भ्याक्सिनेसन रिपोर्टमा क्लिक गर्नुहोस्। यो खालको विन्डो पपअप हुनेछ। डाटा सेटको रो डाउन बटनमा क्लिक गर्नुहोस् र सबैभन्दा मुनि भिटामिन ए डिवर्मिङ एन्ड मुवाक स्क्रिनिङमा क्लिक गर्नुहोस्। पिरियडमा 2083 साल वैशाख 6 र 7 गते क्याम्पेन चलेको हुनाले 6 गते अथवा 7 गते सिलेक्ट गर्नुहोस् र यस्तो खालको पेज ओपन हुनेछ। स्क्रल डाउन गर्दाखेरि नोटमा 2083 वैशाख 6 र 7 मा भएको भिटामिन ए को अभियानको डाटा वैशाख 7 2083 छनौट गरी प्रविष्ट गर्नुहोला। यो भन्नाले हामीले वैशाख 6 र 7 गते क्याम्पेन चलाए पनि वैशाख 7 गते छनौट गरेर हामीले कम्पाइल गरेको सम्पूर्ण डाटाहरू यहाँ प्रविष्ट गर्नुपर्ने हुन्छ। त्यसैले डाटा प्रविष्ट गर्नुभन्दा अगाडि हामीले वैशाख 7 गते छनौट गर्नुपर्ने हुन्छ। छनौट गरिसकेपछि भिटामिन ए मा 6 देखि 11 महिनाको बालबालिकाको सङ्ख्या कति रहेको छ त्यो राख्नु होला। त्यसैगरी भिटामिन ए मा 12 देखि 59 महिनाको बालबालिकाको सङ्ख्या कति रहेको छ बालक बालिका गरी छुट्याएर राख्नु होला र भिटामिन ए प्राप्त सङ्ख्या कति खर्च भएको सङ्ख्या कति रहेको छ त्यो पनि राख्नु होला। जुकाको औषधिमा पनि 12 देखि 23 महिनाको बालबालिकाको सङ्ख्या बालक र बालिका गरी छुट्याएर राख्नु होला र जुकाको औषधि 24 देखि 59 महिनाको बालबालिकाको सङ्ख्या कति रहेको छ त्यो पनि राख्नु होला र जुकाको औषधि प्राप्त सङ्ख्या कति रहेको छ खर्च सङ्ख्या कति रहेको छ त्यो पनि राख्नु होला। र यो राष्ट्रिय कार्यक्रम सँगसँगै महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट 5 वर्षभन्दा मुनिका बालबालिकाहरूको पोषणको अवस्था कस्तो रहेको छ भनेर मुवाक स्क्रिनिङ गर्दा रातो पहेँलो र हरियोमा कुन बच्चा कति रहेको छ भनेर बालक बालिका गरी छुट्याएर राख्नु होला। यति गरिसकेपछि तल दिएको कम्प्लिट बटनमा क्लिक गरेर आफूले प्रविष्ट गरेको सम्पूर्ण डाटाहरू सेभ गर्नु होला। यसरी हामीले वैशाख 6 र 7 गते चलेको भिटामिन ए राष्ट्रिय कार्यक्रम सजिलैसँग DHIS2 मा इन्ट्री गर्न सक्नेछौँ। धन्यवाद। डाटा प्रविष्ट गर्ने समय अवधि 3 देखि 4 दिन भएकोले जति सक्दो छिटो गर्नुहोला। भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राखिदिनु होला। साथीहरुमाझ यो भिडियो शेयर गरिदिनु होला। च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला।